भाइहरू तथा दिदीबहिनी सबैलाई अलिक बढी नै हुने क्या है ल हामी ठ्याक्क जान लाग्यो तिनीहरू धर्म होइन अब चाहिँ हो यो त सिटीको बाटो भएको देखिहाल्नु भयो होला अलि अर्थ है अनि हामी अब जाँदैछौँ तिनीहरू झर्ना त्यसलाई पनि पचक पचक बनाउला गाइजहरू एउटा डोमिनार रहेछन् एउटा एक्सप्लस रहेछन् एउटा त मेरै भयो होइन हामी अब कति 10:30 बजी हिँडेका छौँ 12 घन्टाको इन्टरभलमा त आइपुग्छौँ होला हामी अब न एकदम ठिक भनेको
आउँछ भने चाहिँ हाँस्नु जानु मलाई सिजन पछाडि आएर बस्छ है बस्छ हामीले त्यो भनेको आफ्नो ऊ हो क्या आम्मा पढ्दै सुधा भयो अरे मजा आयो हेर पढ्दै सुधा हेर्नु मजा आउँछ हाम्रो बाइक सुधे हामीले हेर्न पाएको अहिले म सुताइदिन्छु म जोसमा नआउनु अहिले होइन बुझी अहिले अगाडि गाडी आएर दाइ पनि अहिले बिस्तारै गाइजहरू हामी त कस्तो राम्रो बाटो आएको छ पुरै पिच पुरै ढलान हामी कहाँ जानुपर्ने पऱ्यो है उतो बाटो छ नि उतो बाटो गरेर उता माथि जानु जस्तो लाग्छ मलाई त त्यही त हो जस्तो लाग्छ त्यहाँ पुगेको ठाउँ छ अब त्यहाँ पुगेको थाहा त हुन्छ नि बिहान ओर्लिन चाहिँ कहिले हो माछालाई घुमाइछौँ होइन शब्द त राम्रै छ मेरो शब्दको उच्चारण मैले राम्रोसँग गरेको छु हो मिठो छ यार यतिको फोटो चाहिएको पानी परेको बेला चाहिँ यो बाटो मैले नाइ भनेर रहेछु ल मिठै हुन्थ्यो बाबु धेरै मिठो हुन्थ्यो ठ्याक्कै चाटिन्थ्यो बुझिस् नि उक्लिने अर्को बाटो जाने त्यो त खोले खोले जाने मिल्छ थाहा चाहिँ मलाई पानी पछि खोलामा पानी चाहिँ आउँदैन ओ सेट हो तैँले पोइन्टको कुरा रहेछ या तपाईँले हावा कुरा होइन होइन पोइन्टको कुरा रहेछ तैँले ल फेरि छिरो यसको त पानीमा उबाल्नु पर्ने हो है हाल भन्न पानीमा हाल्नु पर्ने हो त्यो ल लाउ यो पनि छिटो केही पनि फेरि धत पानीमा लाउनु ए पट्टे अर्को बाटो पनि छ होला नि होइन अर्को बाटो त्यहाँबाट त्यो चाहिँ खासमा हामी उताबाट जाने अर्को बाटो है खासमा मैले रङ बाटो लिएर आएँ क्या उयो माथिबाट नि त्यो आउन त होइन ठिक छ बाटो बिग्रिया रहेछ भनेर मैले यताबाट लिएर आएको जाउँ लाउ बाटो बिग्रिया छ बाटो त सब कोलाले हो त्यो हाम्रो पहिला आएको सातो पट्टे यहाँ निकाल्नुपर्छ क्या आउँछ हाल्ने म हाल्नु न यहाँ यो दब्यो निकाल जस्तो तैँले त्यहाँ दबिन्छ दाइ भने दबिँदैन त्यही पनि गइदिन्न त ल हेरौँ खै खेलौँला नि त होइन खेलौँ न फेरौँ त त्यसले हाल्नु ला न सिधा हाल न यहाँ हाल्नु बस केही हुँदैन क्या एकदम लाग्छ तँलाई बताइहालेँ नि मैले त्यसले गर्छ नि त्यो भुद्रो पुग्नु मात्र है भयो कि बाइकसँग यसरी उ गर्के यहाँ त रहेछ नि तेरिका हुनु त लास्टै भयो भाइ नहोदिन्यो हिँड्छु होला म लिन आइहाल्छु त भाइ ठिक भने नि मैले भने मैले गलत भनेको बाइक रोकेर बस होइन पर्दैन बाइक चाहिँ किन रोक्नु बाइक त फेरि मलाई रोक्नै मन लाग्दैन नि भाइ होइन कुदाउन पनि मन लाग्दैन फेरि बाइक त जान्छ धेरै जान्छ मान्छेले राम्रो यार तपाईँ एकछिन बसेर हिँड्ने एकछिन बसेर हिँड्नु किन बस्ने के भयो तँलाई गाह्रो भएको त छैन नि भाइ हिँड्न पऱ्यो भने चाहिँ एकछिन बसेर हिँड्नु भनेको त ए उता माथि अब त नखाइकन म हिँड्दिनँ भाइ डेढ चल्दिनँ हो सबैजना सक्नु जानु पऱ्यो अरे हो होइन ए यही हो मैले देखाएँ यही हो उता छ त्यो भर्खर के अरे मतलब त्यो बेला बुझिस् नि एउटा कसले हालेको थियो
ठ्याक्कै ट्याक्स पर्छ तपाईँ बुलेट भयो होइन होइन मैले उसा हेरेँ टिकटकमा ए त्यहाँ उठ्यो हुन्छ मैले सधैँ ल अगाडिबाट जोन बाबु के पो तेरि सिधा हाल्नु यात्रा खेला हालेको राम्रो बुझेन रोक्नु पऱ्यो भने जाउँछु त्यही भने हेर न त्यहाँ रोक्ने हो त भाइ रोक ओइ पागल हो उतालाई समातै छोडिदिन्छु अब आनन्द उठाउनु सिस्टम ला त भाइ यस्तो राम्रो थत् कहाँ रोक्यो भने यो के हो थाहा पाइस् नि तैँले अब त अगाडि जाने त होला नि पाएको स्ट्यान्ड लगाइदिनु म समाइरहेको छु पीडा छ मलाई म समाइरहेको छु ब्रेकसम्म अनि आनन्द जानु मस्छु ब्रेकबाट चिप्ल्याउँछ त पक्यो हटाइहाल्छु फेरि यो बटारदेखि हटाउनु पर्दैछ बस्नु ल घरमा दिएन नि त हामीले जीव एकदम तँलाई मैले धेरै माया छ अब त चिप्ले पनि केही हुन्न क्या अनि हल्का पछाडि अग्लो बस्छ मान्छे बस्छ फाइदा भयो भाइ आम्मै कस्तो फाइदा भयो म चाहिँ हेर त यिनीहरू त रहेछन् म चाहिँ त्यसले त्यहाँ नरोका भए हुन्थ्यो क्या मतलब मैले त्यहाँ नरोका भए हुन्थ्यो छोडेर गयो हामीलाई तपाईँको पोइन्ट गर्न बिर्सिहाल्यो कन्टेन्ट आएको भाइ त्यहाँ त्यहाँ कन्टेन्ट आएको छ भाइ कन्टेन्ट मजा आयो बाइक लडेन कन्टेन्ट भयो अन्त मजा आयो तेरिमा छोड्थिस् ठिक होला है बाइकै उड्यो अगाडिको हामी त्यहाँ लड्यौँ साले पागल हो लड्यौँ त्यहाँ अन्त लडेन मतलब ढल्क्यौँ यसले गरेर हो क्या तैँले त्यहाँ रोकिस् मैले त्यहीँ रोकी ग्यापमा हिँडौँ क्या म अगाडि बढ्नै पाएन नि ग्यापमा हिँड क्या भाइ खुट्टा नि भएर झन्नै गएको म दुइटैले बल लायो ल मैले के गर्दै अब नआउने जति रिग्रेट भयो होइन रिग्रेट सचिनलाई नआउनेलाई के भनियो यो ल हेर केटा हो झर्ना भनेको कस्तो हुन्छ भनी यस्तो हुन्छ झर्ना भने देखेको छौ लाग्नु पर्यो होइन अब बस्ने कुरो थियो बस्ने मिलेन
ल ल ल ल ल ल बिस्तारै हाल तेरो पख भिडियो बनाउनुपर्छ गाह्रो छ अहिले ओहो ओर्लिनुपर्छ भाइ त्यो पटेक सामान त्यो हुन्छ चिप्लिन्छ त्यो बाबु जाऊ बिस्तारै जाऊ खाल्टै खाल्टो हालेर तार्दिन्छ होला भन्छ ल ल ल ल ल ल तेरीमा एक्स प्लस सबसे गलत त मैले पो गर्छ चलाइछ नि मलाई समात यार कता पो हालौँ भयो त्यहाँनिर बाइक तपाईँको त्यही राख्नु मेरो त्यही राख यहाँ सबैजना आउनु गाह्रो पर्छ यहाँ जो त जो त्यही जो जो अब यो राख्ने पो कहाँ भाइ मेरो टायर त त्यही त भन्छु कन्टेन्ट भइसक्यो मेरो यहाँ हेलमेट त हामीले सामान पर्छ जस्तो लाग्यो कन्टेन्ट अरूको होइन दाइकै पाइन्छ जस्तो लाग्यो छन् नै हेलमेट चाहिँ दिनु पर्दैन होला हेलमेट दिनु दाइ लड्यो भने चाहिँ एक्सपछि हुन्छ भने के हेलमेट मुलीहरू त लडाउनु खोज्यो यार हेलो गाइस गुड आफ्टरनुन चट्ट लाएर फट्ट लाएर हाम्रो सचिन दाईको भ्लगमा हामीले कन्टेन्ट पाउँदैछौँ 1 2 3 हो क्या हो सचिन दाइ यो बाटो नहाल्नु यो भित्र अगाडिको ब्रेक हान्दैन हान्नु जति सकिन्छ ब्रेक हान्न सक्यो त यो बाइक भाला चला राम्रो हुन्छ होला सचिन दाइ खुट्टा भ्याउँछ नि खुट्टा मात्रै भन्छ होइन क्या सचिन दाइ के चाहियो के समाजमा हामी छौँ लिगमा हाल्नु कुन चाहिँ लिग हो यो स्टार्ट गर्नु न हो अलिकति त यता 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 पछाडि यता पछाडि जाऊ त हो यतै यतै भित्रै च्याप्दै आउनु दाइ पछाडिको ब्रेक दाइ दाइ पछाडिको ब्रेक हाने गरिरहनु होइन खुट्टा गाह्रो हुन्छ नि यता राख्दै बिस्तारै लिएर आउनु अगाडिको ब्रेक धेरै नहान्नु दाइ खलत्तै चिप्लिन्छ दाइ कसम जिस्क्या होइन के भयो र अनि म अगाडि जानु पर्यो नि राम्रो भ्यू आउँदैन क्या लड्या हो र यहाँ छ क्या त यहाँ छ यहाँ छ त्यही भएर त मैले ल्याएर राखेँ यो त सकिन्छ हो इजिली पहिला को हाल्ने टायर पहिला उयो भा हेर मेरो यहीँ अड्क्यो ए न्युट्रल रहेछ त्यही त भन्छु म टायरको हुँदैन यो त इजिली सकिदिन्छु हो छर्दै लडेँ म चाहिँ कन्टेन्ट पाइस ओइ
यो इजी छ क्या, इजी छ। हेलमेट लगाएर आउँदा हुन्छ, इजी छ क्या यो। ओए मेरो हेलमेट हेलमेट प्लिज एकजनाले ल्याइदिउँ ल। जिन्दगी यस्तो लन्ठु छ कि हाइट सानो भएर लाडो लाइट चाहिँ किन पाइल र त एक्सपोज त हाल्यो भात सामान पर्ने हो यता आऊ स्टार्ट गरेर यता आऊ। होइन होइन उ त्यहाँ ढलान गरेदेखि अहिले ढुङ्गा छापे पानी पऱ्यो त पानी पऱ्यो त गाह्रै हुन्छ हाइटको महत्त्व यहाँ हुन्छ क्या यहाँ बाइक धेरै बढी छ बाइक हिँड्छ अब चलाउनु त अब बाई बाई गाइस नगरी होइन गाइस फकिङ भ्यू छ है अब चाहिँ बबाल ओले ए हावा मान्छे टायरमा गोटी ए उचाउन भतिज बसाऊ कन्टेन्ट पाउँछ नि भने हुन्छ जागडी किन रोक्यो है पट्टि त्यहाँ गएर त्यहाँ रोक्ने हो त भाइ हाल त हाल्नु नि पट्टि त अब हाल्दै
त्यहाँ गएर रोकिराख पटेलाई फेरि कस्तो काम गऱ्यो होला है त्यही भएर त मन पर्दैन मलाई मान्छे ल समाज च्याप्प समाजै तँ र म एउटै ज्यान एउटै बढी बस है फेरि कन्टेन्ट भइगयो नि हाल्यो ल हाल्यो होइन हाल्ने खुट्टा त खुट्टा नि हाल्छ त म चाहिँ पर भित्ता हालिदिन्छु म हट पानी परेर हट भएको क्या भाइले त गलतै गरेछ यार उता अगाडि गएर कुराउने साइजहरू क्यामेरा अन गर्नु ए आइज रेस्टेल ल्या आइज समाजै समाज पल पऱ्यो मेरो सुताए पढ्दैछ यार मुख सुताए हो तपाईँ पानी परेर होला होइन म त सुताउँदिनँ नि भाइ